यहाँ तल लाइटरै लाइटर छ त्यो साइडमा होला खसिरहेको छ कि भगवान् को हुन्छ गाउँको देवी देवताहरू कुलचित्रहरू हेरेर चाहिँ हाम्रो नदीको संविधान साकेनुवा मङ्काली देवी नदीको गयाँ थान के जति मेरा आदि इत्यादि होइन रीतिरिवाज अनुसार अनि अर्को नजातिहरूले कसरी नजर लगाउने भनेर हाम्रो चाहिँ उहाँहरूको हात सम्पूर्ण छ यो केटाहरू कहाँ गयो मै फाल्नु पऱ्यो नि मेरोबाट हिजो मैले अनि त्यस अघि अगाडि पनि 5 साल भयो किनभने भन्दा त बेहुला भाउको पास उहाँ नै आजको जे भयो नि जसले जे भने पनि उहाँले राप्पाले हाने पनि आज सहनुपर्छ ल हालिहाल्नु लाउनु पर्दैन काकी त्योभन्दा अघि यो हामी कतिजना भयो यो समयमा हामी हिँडिहाल्नुपर्छ निश्चित गर्नु भुक्सेले खाएन यो कपडालाई अब म यो ब्रिफिङ गर्छु त्यहाँदेखि गइहाल्नु अब हामी एकछिन है तपाईँहरू एकछिन यता सुन्नु भन्नुभयो त ल माफ गर्नुहोस् तपाईँहरूले पुरा एकछिन राख्नुहोस् हामी पुगेपछि म तपाईँहरू गाडीदेखि झर्नुहुन्छ गाडीमा झरिसकेपछि तपाईँले एकछिन भेला भएर बस्नुहोस् म गएर रिपोर्ट गर्छु आरटीले गरेको रिपोर्ट दिन्छ त्यहाँदेखि फेरि उनीहरूले भन्छ लिएर आउनु भन्छ अनि फेरि लिएर जान्छु त्यस पछाडि उनीहरूले सबै यताउति फुलहरू छर्छ वरिपरि हुन्छ त्यस पछाडि हामीले जिम्मा दिन्छ अनि फेरि सिन्दुर पोते गरिसकेपछि चाहिँ टिको तालोको काम सुरु हुन्छ फेरि टिका सुरु हुन्छ टिका उहाँले गर्छ अनि फोटोग्राफ गर्छ पहिले नै खासले चाहिँ उहाँले चाहिँ देउलीको लुगा नलगाइकन फोटो खिच्ने भनेर चाहिँ उहाँहरूले सिकाउनु भएको छ त्यस पछाडि चाहिँ खानापिना हुन्छ फेरि खानापिना भइसकेपछि बल्ल बागदत्ता
भित्र लाउनु पर्ने सामानहरू के छ अर्को के आउँदैछ हाम्रो धडकन साटी हेरौं तिमी सुन म सुनाउँछु धुनाहरू नमस्कार 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 पहिला जन्ती लिएर अनि यहाँ अनि हामी सर्ट एन्ड 4-5 भित्र बस्नु बेला सहित अरूहरू चाहिँ बाहिर खानेकुराको व्यवस्था छ त्यो चाहिँ सबैलाई खाइदिनु जनता चाहिँ के भनेको छ भने अब म लिड गरेर लान्छु या बाहिरपट्टि चाहिँ तपाईँहरू ग्रुप हुनुहोस् ग्रुप भएपछि उहाँहरू आउँछ अनि छर्की के अरे पर्छाउँछ पर्छाइसकेपछि चाहिँ अब तपाईँले अब स्वागत गर्छ 5-6 जना अरू यता छिर्ने
छाता ओढिरहेको सानी हावा चल्यो सिरिरी यादै जिरी La 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 Behuli 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 माया के होला माया के भएको हुनाले यहाँहरू सबैसँग म सेवा नमस्कार अभिवादन सहित म मेरो तरिकाले आफ्नो कार्यक्रमहरू अगाडि बढाउने अनुमति लिन्छु। सायद यहाँहरू सबैको अनुमति छ होइन? धन्यवाद। आज हाम्रा राजकुमार र राजकुमारीको बिचमा बिहे भइरहेको छ। म यो बिहेको बारेमा केही कुराहरू यहाँहरूलाई राख्न बिहे मानव समाजको यथार्थ हो। दुई लिङ्गी बिचको नयाँ दाम्पत्य जीवनको सम्बन्धको औपचारिक कार्य हो। बिहे सृष्टिको नियम वहन गर्ने जिम्मेवारी स्वीकार्नु हो, किनभने जन्मसँगै मृत्यु पनि भएकोले मानव अस्तित्वको बचाउको लागि क्रमबद्ध जन्मिरहनु पनि पर्छ। परापूर्व कालबाट मानव चेतनाले यसरी विधिपूर्वक जोडिएको सम्बन्धलाई सर्वोत्तम सम्बन्ध मान्ने र यही सम्बन्धबाट सृष्टि भएका सन्तानहरू नै ज्ञानी ध्यानी बुद्धिमान विवेकशील हुने मान्यता रहिआएको छ। विवाह एक त्यस्तो धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य हो जसमा आफ्नो धर्म सम्प्रदाय समाजमा कुनै पनि किसिमको बाधा नपर्ने गरी शारीरिक र कानुनी रूपमा उमेर पुगेका र विवाह बन्धनमा बाँधिन इच्छुक वर वधुको स्वेच्छाले जिम्मेवारी निर्वाह गर्नका लागि दुवै पक्षका परिवारको सम्झौता र सहयोगले पति पत्नीका रूपमा सम्बन्ध जोडिन्छ। विवाह पुरुष र महिलाको एक अर्का प्रतिको त्याग हो, एक अर्काको भरोसा हो, एक अर्काको जीवनको आधार हो। पुलका दुवैपट्टिका जीव भएर जीवन पार पार्ने पुल हो वैवाहिक सम्बन्ध। तपाईहरूले यो महत्त्व बुझ्नु भएको छ कि छैन? बुझ्नुभएको छ? यदि बुझ्नु भएको छैन भने आजदेखि यहाँहरूले त्यसरी बुझ्नु होला। आजको बिहेमा कुनै पुर्खा हुने छैन, होमे हुने छैन, पण्डित पास्टर लामा रहने छैन।
र सामूहिक सम्झौता अनुसार हामी सबैको सहभागिता र प्रयासमा विवाहलाई पूर्ण मूल्य र मान्यता प्राप्त रूपमा सम्पन्न गर्नेछौँ। यसो अगुवाई म स्वयं गर्नेछु र यसमा पनि सबैको समर्थन हुनु पर्यो। आजको हाम्रो राजकुमार को हुनुहुन्छ? जन्ते ढुङ्गा गाउँपालिका, गल्ती भयो भने गल्ती भन्नु होला, वडा नम्बर 4 ओक्सिखा खोटाङ कुर्खेली घर भाइ, धरान नगरपालिका वडा नम्बर 9 गौतमपत निवासी बाबु प्रेम कुमार राई र आमा सविता राईका छोरा हाल नरिटन बेलागमा बसोबास गर्दै आउनुभएका वर्ष 29 को प्रनिश राई, बान्तवा थर राजालिङ पासा नाक्सायुवा समे र आमापट्टिको मावली कुमा लिम्बासित र बाबुपट्टिका मावली बान्तवा आङ्गाना दुखुन हुँदा बेहुलापट्टिबाट साइनो सम्बन्धको बार नरहेको हुँदा अब राजकुमारीको आजको हामी कसलाई राजकुमारी बनाइरहेका छौँ? भोजपुरको दाङमाया पुर्ख्यौली घर भाइ, ललितपुर 14 नथीपोटमा स्थानान्तरण हुनुभए भाइ हाल 179 पार्सल अभिनी हिँडे नैतन निवासी बल राई र बौद्ध राईकी छोरी वर्ष 28 की साङमा राई, कुलुङ थर किल्मो पाछा र दीक्षामी सामे बाबुको मावली थुलुङ देउसाली र आमापट्टिको मावली भालु साम्पाङ साङपाङ जे भने पनि हुँदा प्रनिश राईसँग विवाह गर्न साइनो सम्बन्धको कुनै बन्देज नरहने भएकोले आज साङमा र प्रनिश बीचमा विवाह हुन गइरहेको छ। बेहुला र बेहुली स्वयंले रोजिसकेको हुनाले परदेशमा भए पनि यसैलाई आफ्नो भूमि सरह मानेर सकेको जानेको परम्परागत रीतिथितिहरू बचाउँदै सकेका सबै कुराहरू जुटाउने प्रयास गरेर नाना मावली आफन्तहरू साथीभाइहरू भेला भएर दुवै बीच सफल दाम्पत्य जीवनको कार्य सम्पन्न गर्न तन मन वचन र कार्यले यो कार्य सफल गर्न गइरहेका आज हामी तपाईहरुको दाम्पत्य जीवनको पूर्ण सफल होस् भनी नरनाथ साथीलाई राजकुमारीले पनि आमा र बुबाका सबै जनका यही मान्यतालाई स्वीकार गरेर आफ्नो तिम्रो तारिफ सुनाई बामालाई फकाई, तिम्रो तारिफ सुनाई बामालाई फकाई।
हेर म त बाजा बजाए बेहुलीले बेहुलालाई पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति स्वर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति स्वर सिंगार गरी बाटोको यो ढुकढुकी मेरा बसेकी बेहुली सजाए सिउँदो तिम्रो भर्नेछु को खाली पानामा तिम्रै नाम कोर्नेछु तपाईँले स्वीकार गर्नुभयो फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु को खाली पानामा तिम्रै नाम कोर्नेछु जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली होस् वा दुःख किन सपनामा चुके जस्तो लाग्दैछ किन सपनामा चुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली नर नाता सबैको मान मर्यादा राख्नुहुनेछ सबैप्रति स्वार्थरहित कार्य गर्नुहुनेछ कि गर्नुहुन्न गर्छौँ भने यी वचनहरू स्वीकार्य छन् भनेर स्वीकार्य छ भन्ने स्वीकारोक्तिको प्रमाणको रूपमा बेहुलीले बेहुलालाई र बेहुलाले बेहुलीलाई औँठी लगाइदिनु अब यो औँठी चाहिँ एकअर्काको वैवाहिक जीवनको चिनो रहनेछ र राख्नुहुनेछ कहीँ कतै दुर्भाग्यवश हराउने चोरिने जस्ता अवस्थाहरू आए दुवै पक्ष इमान्दार रहने र भरपुर व्यवस्था गर्ने भरपुरको व्यवस्था गर्नुहुनेछ यसैलाई मुद्दा बनाएर तपाईँले एकअर्काप्रति फेरि झगडा गर्नुहुनेछ धन्यवाद अर्को एउटा हाम्रो यहाँहरूलाई वचन छ आजबाट यहाँहरू दुई शरीर एउटै जस्तो हुनुभएको छ दुई मुटु दुई मन एउटै जस्तो हुनुभएको छ दुई आत्मा एउटै जस्तो हुनुभएको छ सृष्टिको नियममा रहेर दाम्पत्य जीवन सामान्य जीवन मात्र नभएर महान र अमर जीवन जिउनुहुनेछ सबैको लागि उदाहरणीय जीवन जिउनुहुनेछ मानवको लागि मात्र नभएर सबै प्राणी र यो जगतको भालोको लागि तपाईँहरूको जोडी ऐतिहासिक बन्न सकोस् भन्नुहुनेछ यी वचनहरू मान्य छ कि छैन भने मान्य छ भनेर मान्य भएको प्रमाणको रूपमा सबै सामु बेहुला र बेहुलीले अङ्कमाल गर्नुपर्छ
ठिक परिवारभित्रमा चाहिँ आज त्यहाँदेखि यो ग्रहण गर्छौँ पहिलो लिएर आउँदा हाम्रो पनि लु अब हाम्रो तपाईँको राजकुमारी हाम्रो राजकुमारीलाई अब हाम्रो के यो सेसन समाप्त भएको छ। यहाँ अब फोटोग्राफ क्विक बेहुला बेहुलीका आमा बुवाहरू सहित परिवार त्यसरी गरेर अनि त्यहाँदेखि यो उकाइसकेपछि चाहिँ त्यो भित्र लगाइदिएर त्यो उसले छोपिदिन्छ है तपाईँले चाहिँ त्यसरी तर्काइदिनुहोस् न तल आँखाबाट मुनि गरिदिनु आँखा माथिबाट आँखा भाउबाट होइन ननिकाल्नु मात्रै गर्ने हो त्यसो गर न 3 मिनट गर यतातिरको म समात्छु एउटा हातले चाहिँ यस्तो तपाईँकोमा चाहिँ सिन्दुर हातमा नपरोस् त्यो नपरोस् होइन प्रन्जिनै समाउँछ नि त त्यो माथि होइन न त्यो होइन ऊ गएर चाहिँ तिमीले समाज माथि गालेर हो त्यसरी गर्ने होइन दिदीले चाहिँ अझै तलै गर्ने
उहाँ दिदीकोमा चाहिँ नपर्छ तिमीले त्यो सिन्दुर हातमा ल्याउ न पहिला अब होली भिडियो अनि यो अम्लाले चाहिँ यसरी गर्नुपर्छ योभन्दा पहिले यसरी गरेर 3 पटक यसरी गर्ने क्या 3 पटक छर्किँदै क्या त्यो अब चाहिँ अलिकति छाँदै लैजाउँ अब यसमा यस्तो पहिला गरौँ पहिला गर न त्यो दिदीको हातमा चाहिँ नलाग्नु कपडा छुटेर हो त्यस्तो हो यहाँ अर्को किप्ने धेरै ल्याउनु पर्दैन माथि वन मोर त्यससम्म लैजाऊ त्यससम्म माथि अलिक यो अब चाहिँ माथि छोपिदिनुहोस् अब त्यो उठाउनुहोस् तपाईँले अब यो पर्दा हटाउनुहोस् अब यो पर्दा हटाइदिनुहोस् अब पोते लगाउँछ अब उठ्नु बेहुली उठ्नु माथि बसेर लगाइदिन्छ होइन उठेर अब त्यो आजको एक दिन उठ्नु दुःख गर्नुपर्छ एकछिनको लागि ल अब यो नाति पक्का पोते फोल्ड इट मेक स्मल वन अब पोलिसले यो उनी अलिकति तल उसले बाँध्छ कि किन जस्तो यस्तो पछाडि पछाडि केही झर्दैन त्यसरी हो त्यस्तो धेरै देख्छ भने नखोस् त्यस नगरोस् है नेक्स्ट अब त्यो कन्ठा लगाऊ कन्ठा कुन कन्ठा यो होइन त्यो उचाल्दै गोर्खोमा एकछिन पर्खिनुहोस् त्यो उचाल्नेपछि यो घाँटीमा लाउनु अनि त्यो त माथि छिराउँदै खानु लगाइदियो अब एकछिन अब यो चाहिँ छड्के लगाउनुपर्छ माथि बोर्डको चाहिँ एकछिन बाहिर निकाल्नु राख्नुहोस् तपाईँले होइन त्यो सिम्पी लाग्छ कि पुरै होइन यहाँ त यसरी खायो अब त्यो पनि छिराइदिनु छड्के है चट्ट पारेर यसरी गर्नु त्यहाँ के छ त्यसको जोइनमा त्यो पनि खुस्किँदैन त्यो नै बोर लगाइदिनु हालेर अनि दिदीले उठाल्यो त्यसरी गरेर यहाँ दाहिने यो चाहिँ छड्के पिलारी भन्छ नि होइन उल्टो उल्टो अर्को हात चाहिँ यताबाट सिलाउनु त्यो चाहिँ छिराउनु अब घाँटीमा माथि लगाइदिनु लेफ्टतिर लाउँछौ छड्के पिलारी बायाँ हो त्यो यस्तो हो ओके ओके यता यता यो हात चाहिँ हाम्रो राइट गोरको माथि निकाल्नुहोस् तपाईँले यो गर्छु होइन भित्र गोरको त भएर अलिकति बसेर अब ढोक्छ नि यसलाई अझै पछि टाल्नु कौन अब श्रीमानलाई एकचोटि भेट्नुपर्छ खुट्टामा पहिला खुट्टा What is
यो अब सकिएँ म जान्छु अब सकिएँ नि मेरो गीतको धुना मन्त्रमुग्ध भए म आज तिम्रो नै रङ्ग देखे वास्तवमा घर राजनीतिक भाषा नाक्सायुवा चल्ने भएका तपाईँ चल कुटुम्बलाई हाम्री छोरी कुनै घर पूर्व भाषा र दीक्षामी सामेलाई जन्माई हुर्काई बढाई पढाई सकिएको जानेको शिक्षा दीक्षा सिप प्रभाव सिकाएका छौँ। कहीँ कतै भुलहरू गरेछन् भने सुधार्ने मौका दिनुहुनेछ र आजबाट हाम्रो छोरीको जीवनभरको दुःख बिमार र जीवनको विश्रामका अवस्थामा गरिने थाक जुठो यति भन्नु मन पर्दैन मलाई। थाक जुठो जस्ता सबै संस्कारगत जिम्मा पनि छोरीसँगै तपाईँहरूलाई नै सुम्प्यौँ।
अब एक बनाउनु पर्ने होला सुनिखेर अब हजुरहरूले लिनुभएको हुन्छ होइन त म एक दुई तिन भन्छु हजुरहरूले एक दुई तिन ल्याऊ भनिदिनु हामीले एक दुई तिन हजुरहरूलाई आजको अब यो सबै समाज बसेर हामीले जसलाई भनिहाल्नु अब यत्रो सुखको आज यत्रो राम्रो दिनमा तपाईँहरूको मन हिमाल जस्तो मन लिएर समुद्र जस्तो तपाईँको समतललाई लिएर मनले दिएर तपाईँहरूले छोरीलाई हामीलाई हस्तान्तर गर्दै हुनुहुन्छ। तपाईँको छोरी चेलीलाई हामीले कहिले पनि तलमाथि गर्नेछौँ, हामीले छोरी सरह हामी राख्नेछौँ। कुनै दुःख कष्ट परेमा हामी जिम्मेवारी लिएर आज बितिँदैछौँ। त्यसैले तपाईँहरूलाई धेरै धेरै धन्यवाद देउन पर्नुभएको र अर्को चाहिँ जति पनि हामी अघि आउँदाखेरि हजुरहरूले सम्मान हरेकको दिनुभयो, त्यसमा हामी चाहिँ बडो खुसी लाग्यो र हामीले चाहिँ यसरी तपाईँहरूले मान गर्नुभएकोमा हामी आभारी व्यक्त गर्दछौँ भन्दै हामी तपाईँहरूको छोरीलाई चाहिँ आजदेखि तपाईँहरूको घरदेखि हाम्रो घरमा आजदेखि चाहिँ भित्र्याउँदैछौँ लाँदैछौँ। हजुरहरूले कहिले पनि हाम्रो छोरी चेलीले दाहिने बाएको गर्दैछ कि कतै कुटुको दिँदैछ कि कतै पानीमा पो बुझाउँदैछ कि कतै पठाउँदैछ कि भन्ने नसोच्नुहोस्। जसरी तपाईँहरूले पालिराख्नु भएको थियो, कसरी हुर्काउनु शिक्षा दीक्षा दिनुभयो, त्यसरी नै हामीले चाहिँ जस्तो हाम्रो छोराछोरी त्यसरी हामी राख्नेछौँ भन्दै हजुरहरूसँग पनि त्यति नै मेरो कुरा चाहिँ राख्दछु। धन्यवाद हजुर। न्युट्रल बडी भएर त्यहाँको संस्कारको म आज समापन गरिदिन्छु, स्थापना गरिदिन्छु भनौँ। आज यो सम्धि भोग आजबाट हाम्रा कुटुम्बहरूको छोरा र हामी भान्जी हाम्रो बहिनीको छोरीको सम्बन्ध जोडिएसँगै हजुरहरूको साइनो सम्धिनी हुनुभएको छ। यहाँहरू हाम्रो संस्कारले यो साइनोलाई विशेष मानेको छ र प्रारम्भ पनि विशेष रूपले नै गर्ने प्रचलन भएकोले हजुरहरूले आजको विशेष कार्यक्रममा सहभागी हुनुभई सम्धि र सम्धिनी बिचको सम्बन्धलाई औपचारिक रूपमा स्वीकार्नु भएको छ होइन त दुवै पक्ष? यसका लागि हामी सबैको तर्फबाट ठुलो धन्यवाद पनि छ दुवै पक्षलाई र हार्दिक बधाई छ यहाँहरूलाई। यो सम्बन्ध सुमधुर रहिरहन हजुरहरूलाई तपाईँहरूले मान्नु पुज्नु भएका सुत्तुलुङ कुलपुत्रीहरूले पारुवाङ सुन्निमा माग ब्रह्म विष्णु महेश्वर भगवान् र देवी देवताहरू जे मान्नुहुन्छ पुज्नुहुन्छ यहाँहरूले सबैले हजुरको सम्बन्ध सुमधुर र सम्मानित होस्, दीर्घ रहोस् भनेर स्वीकार गरौँ र भव्य आशीर्वाद दिउँ। दुवै परिवारमा हुने कार्यक्रमहरूमा पालै पालो संलग्न हुने सुखद वातावरणहरू मिलाएर आवत जावतको ढोका निरन्तर खुला राख्नुहुनेछ। एक अर्काको निवास नजिक पुग्नु हुँदा बाटो काट्नु हुने छैन। सुख र दुःख दुवै अवस्थाहरूमा आवश्यक सञ्चार गर्नुहुनेछ र सरसल्लाह र सहयोग लेनदेन गर्नुहुनेछ। हजुरहरू एक अर्काप्रति बराबरी आदर सम्मान गर्नुहुनेछ, सम्बन्धलाई सुमधुर राख्नुहुनेछ र यसले नवदम्पतिको दाम्पत्य जीवनमा पनि सहजता र खुसी थप्नेछ, सम्बन्ध पूर्णता दिन सहयोग गर्नेछ। एउटा बोलिदिउँ। ल बोलिदिनुहोस्।
अब यो सैनमा सम्धि सम्झेन भन्ने हामी राईहरूको बडो सम्मानित महत्त्व हो। तर अहिलेको मोडर्न युगमा चाहिँ हामीमा चाहिँ नि सम्धि आउँदा राडी छैन भने पैँचो गर्ने, चामल छैन भने पैँचो गर्ने, त्यो प्रथालाई चाहिँ नि हामीले त्यागेर एउटा पारिवारिक दाजुरो भएको हैसियतमा चाहिँ लिनुपर्छ भन्ने चाहिँ मेरो मान्यता छ। त्यति नै हो। ल अब त्यसो हो भने हजुर यो पर्दा पछाडिदेखि नै तपाईँहरूको अब दिलले निहुरिने भन्छ नि, आँखाले नदेखिकन दिलले निहुरिने एक फेरा दुवै पक्षले दिलले तपाईँहरूले चाहिँ सम्धि ढोक गर्नु होला नदेखिकन। ल यता निहुरिसक्नुभयो हजुर? होइन यो म भन्दै जान्छु हजुरहरू एक फेरा सम्धि ढोक गरौँ हजुर। ल दुईपट्टिको भयो अहिले ठिक छ। उठौँ हजुर। अब यहाँहरूले जे जसरी यसो कोसेलीहरू ल्याउनु भएको छ नि, दुवैले नहेरिकन यसो सार्नु त हजुर। यता एक कदम सारिदिउँ न, उताकोले यता सार्यो, तल भुइँमा अहिले कोसेलीहरू सार्नु मात्रै, रक्सी मात्रै सार्नु। इमान्दारी होला, गाँजाहरू त साह्रै ल अब यो सारेपछि नि एक फेरा ढोकभेट गरौँ हजुर। ल पर्दा पछाडि नै ढोकभेट गरौँ हजुर। यो दिलले देखेपछि आँखाले देख्नु पर्दैन होइन। ल अब यहाँको यो रीति सक्यो, एक फेरा यो पर्दा हटाउँ। एकछिन हटाउनु भन्दा एक सेकेन्ड हजुर सरी। अब आजदेखि चाहिँ जति पनि हाम्रो नलनाता कुटुम्बा गाँसियो, त्यसैले गर्दाखेरि आजदेखि चाहिँ भेटघाट गर्दाखेरि बाटो नकाटौँ, दाहिने बायाँ नहुँ भनेर आजदेखि चाहिँ हाम्रो ओपन खुल्ला भएको हामी चाहिँ विधि पुऱ्याएर अथवा हामीले चाहिँ पुर्खाहरूले लिएको हामीले विधि विधानहरू नपुग्नु पनि सक्छ, तर हामीले चाहिँ जाने बुझेको चाहिँ यति नै गरिलिएका छौँ है भनेर चाहिँ हाम्रो पुर्खाहरूसँग चाहिँ हामी माफी माग्दै हामीले जाने बुझेको चाहिँ यति नै गर्दैछौँ है भनेर औपचारिक रूपमा यो भयो है हजुर। तपाईँको अब पिकेरी औपचारिकताको कुरा यति है अब यो म पक्रिदिनु पनि सक्छु। ग्राउन्ड गर्छ ल धन्यवाद। अब यसो सम्झी भेट गरौँ त। दाजुभाइको हैसियत चाहिँ यो है मैले भनेको। दाजुभाइको हैसियत यो अब यसो गरौँ न, अलिक छिटो सानो पनि दाजुभाइ नै पहिला पान सकेर चाहिँ यहाँ तपाईँ त्यहाँ बस्नुहोस् न। अनि बेहुलापट्टिको बेहुलापट्टिको तपाईँहरू सम्झिनु पर्नुहुन्छ होइन म छेमा ऊ ज्वाइँको कोपा आउँछ। तपाईँ पनि आउनुहोस् न। अरू अब यति नै गरौँ। ल हामी मावली खालियाहरूलाई हामी परिचय साइला भयो हाम्रो कान्छा भयो अहिले एकैचोटि र उहाँ चाहिँ हाम्रो तपाईँको फुपू भदैनीको छोराहरू हामी दुई भाइ, हामी यता तिन भएर उहाँ चाहिँ फुपू भदैनीको छोराहरू हाम्रो मावली पर्नु, तपाईँहरू सम्झि नै पर्नुभयो। अब हजुरले त परिचय गर्नु म गरौँ कि तपाईँ सम्धिको आज काम अब बेहुलाको बाबु परिहालेँ होइन, छोरी श्रीमती गर्नुभयो, अनि मेरो पाँचका दाजु गर्नुभयो, अनि यहाँ पनि पर्नुभयो उहाँहरूलाई, अनि
यतापट्टि मेरो साडभाइ हुनुहुन्छ है अरू त अर्को पनि पर्दैन ज्वाइँ पर्नुहुन्छ सन्धिवाद यति चाहिँ हामी सम्झिनु आजदेखि अब तपाईँलाई नमस्कार बाटोमा कहिलेकाहीँ अब भेट्दाखेरि नमस्कार आवश्यक पर्छ चाहिँ कहिलेकाहीँ पनि चिन्नु सकिँदैन आज हामी औपचारिक रूपमा यहाँहरूसँग सम्झी भयो हामी पनि एकखेर ढोकर हामी सम्झना गर्छ नि भाइ सम्धी साहब अब पहिलेको बन्धुको साइनो छोडिदिउँ ल अब अहिले यो लिइसक्नु पाएछ नानीले खाना खाँदैन भन्ने यो संसारको रीति यस्तै हो आन्टीले पनि मैले यसरी लिएको तर हाँसी आएको अरूलाई मैले अरू उता हाँसी मेरो त म त छाती पिटी गयो हो यस्तो है बाबु है भाग्यमानी May have changed too early. कान्छा भाइले कान्छा एकदम राम्रो म्युजिक बनायो थ्याङ्क यू अनि अर्को हाम्रो कता जानु स्याबास राम्रो धन्यवाद अनि अरू चाहिँ हाम्रो अघि अलिअलि रहेको कुराहरू चाहिँ के भने हाम्रो बाजेले पनि कुरा राख्नु भएको थियो त्यो भएर अब चाहिँ पक्का जिम्मेवारी आधिकारिकताको साथ हामी चाहिँ अहिले लिएर जाँदैछौँ अघि चाहिँ अलिकति बाँकी थियो त्यो भएर आधिकारिकता अहिले चाहिँ पक्का है आमा चाहिँ पक्का अब आकाशमा सारा शीतल एउटा शीतल
जनतासँगै जानु मन थियो प्रेम कान्छासँग के होइन म ढिलो भयो अलिअलि छर्नुहोस् माथि फुलसँग छर्नुहोस् है। आजदेखि अफिसियल्ली हाम्रो छोरा बुहारीलाई हामी वेलकम गऱ्यौँ है। दुःखमा साथ दिने म दिउँला जिउने घरमा माया बाँड्ने शिर ठाडो पर्छ छोरा। ल त्यो शिर ठाडो पार्नु त निहुरिने होइन। ल श्रीमती राजा धुरुन्धरुन्त बसो पूर्ण तथा चन्द्र ज्ञालम भीम भीम दशरथे अञ्च दशरथे सत्तुरु छायं राघवे। ल फलानाको छोरा ज्वाइँ चेला भनेर नाम सुबास चल्योस्, मन्त्री ज्ञानी हुनु, यहाँको अब सुधार मेजर हुनु भयो भने ब्रिगेडियर नै अहिलेको नागरिक ब्रिगेडियर नै हुनु, प्रमोसन हुँदै जानु, बाबामाको सेवा गर्नु सिक्नु, सबै भनेको मान्नु। ल यति नै धेर हुन्छ भागिन्छ। अब यता छोड्नुहोस् त, म देख्दैछु मङ्गला काली उता सुरु यता जयन्ती काली मङ्गला काली काली फलनाको बिहा हो नि नाम सुबास चल्यो, सबैले त्यो पार्ने कुरा खुसीले मेरोमा चल्नु ल है। यति नै धेर भारी हुन्छ। ल आफ्नो दुईटै छोराले भाइ त यतापट्टि बस्नुपर्छ थियो होइन हामी त अब निक्लिन्छौँ। होइन लेफ्ट ह्यान्ड राइट ह्यान्ड साइडबाट त जता पनि यो चाहिँ प्रनिसको है उसको सानदेखिको कि आजदेखि तिम्रो सम्हालेर राख छोरालाई सम्हालेछ है सम्हाले घर पनि सम्हाल्नु पर्यो छोरा पनि सबैलाई सम्हाल्नु पर्यो ससुरालाई पनि सम्हाल्नु पर्यो, सबै कुरा माइतीहरूलाई पनि सम्हाल्नु पर्यो होइन। माइती र घरबाट झगडा ढिसिङ भने मिलाउनु पर्यो, फुलको काम गर्नु पर्यो नि। त्यही गरौँ अहिले त गजल टिकिलाउनु माया साह्रै सुहाउँछ, गजल टिकिलाउनु माया साह्रै सुहाउँछ, छड्के कि सुकुनु माया मनै लोभ्याउँछ। हो हो गजल टिकिलाउनु माया साह्रै सुहाउँछ, गजल टिकिलाउनु माया साह्रै सुहाउँछ, छड्के कि सुकुनु माया मनै लोभ्याउँछ। नजर नलागोस् कसैको मेरी मायालाई, यो जुनी काटिदियोला हेरी तिमीलाई, यो जुनी मन्त्रको के कुरा सयौँ तिमीलाई। हो हो लजाउँदै सुन त इसाराले बोलाउनु आँखा झुकाउँदै, सधैँभरि तिम्रै वरिपरि रही काटोस् मेरो जीवन, तिमीलाई हेरी तिम्रै कुरा गरी थामिँदैन यो मन। नजर नलागोस् कसैको मेरी मायालाई, यो जुनी काटिदियोला हेरी तिमीलाई, यो जुनी मात्रको।
हाम्रो अब खुट्टामा ढोक्नै आमालाई पनि खुट्टैमा हो बुहारीले चाहिँ होइन माथिदेखि गर्दैन सासूलाई भनेको हाकेर काटेर खुट्टैमा आमालाई नमस्कार गर्नु खुट्टामा साडी सासू ससुराहरू त थाहा छ होला नि बेहुलाको लागि एउटा फोटोग्राफरले छेक्यो होइन अब किन खाली हात बाहिरबाट हो बाहिरबाट अनि अरूबाट देवा देवा हाम्रो भाषामा
पनि पऱ्यो नि सबै त्यसले। नमस्कार। बुहारी पनि भयो मलाई बडा भन्ने नि बडा जसै भने बडै हो पहिलेको भए पनि बडै अहिले भने बडाइ हो ममता र हाम्रो भाषामा भन्दा सेवा। जसै भने हाम्रो चाहिँ भएन है अब अरू को आउनु उहाँले पालो त्यतादेखि के पऱ्यो त पहिले साइड गर्नु सानो बाबा है सानो बाबा दिनु सानो बाबा चाहिँ गर्दा अलिकति माथि यसो हात सासूको कान्छी बहिनी है सासूको कान्छी बहिनी देखि दिदीको अब सानो के पऱ्यो त सानो पनि भन्नुपर्छ आमा दिदी पऱ्यो ल त्यसरी परिचय त्यतिकै खुसीले हाम्रो दाजु होइन आमाजु दाजु अथवा आमाजु दाजु आमाजु अब अरू कोही आउनुहुन्छ दाजु होइन भाउजू दाजु नमस्ते नमस्ते मात्रै हो दाजुले नमस्ते गर्नु नमस्ते अब यता भान्दा कामाले नमस्ते गर्नु आफूले खुट्टा छोड्ने यो सिक्नुको पर्छ त हाम्रो कल्चरले खतम बनाउँछ त के गर्नु नमस्ते ठिकै छ त्यतिमा त्यति भने अरू कोही सम्झिनु भएकोमा को के हो भन्दै छिटोको भाषा त्यही हो राम्रो थियो मेगाको देवी हो हामी चाहिँ नम्बर होइन पनि दिदी देखेको नि हाम्रो गाउँले कलि आउँछ मुख्य मान्छे उहाँले गर्दाखेरि यस्तो भव्य हाम्रो उमरको मिलाप भएको धन्यवाद गाउँलाई उहाँ नभएको भए के हो हामीले चिन्दिनथ्यौँ है होइन
के आज हामी चाहिँ खुसियालीको दिनमा हाम्रो नेपाली अब महिना भनेपछि भदौ 14 गते 2081 साल अनि अङ्ग्रेजी हो भने चाहिँ आज 30 तारिक अगस्तको 30 तारिक 2020 साङमा र हाम्रो पूर्णिमको पूर्णिसको यहाँ त पढ्नु मात्रै भन्छ अलिकति गल्ती राम्रो त्यो भएर आज चाहिँ हामी खुसियालीमा चाहिँ उहाँहरूले चाहिँ यो केक चाहिँ काटेर खुसियाली मनाउँदै हुनुहुन्छ त्यसको लागि उहाँहरूले केक काट्नुहुन्छ त्यसपछि हामीले चाहिँ तालीले चाहिँ बधाई दिने है ल त्यति नै भनौँ आज धेरै नभनौँ होइन काटिसकेर अब यो स्याम्पेन खोल्नु अब आकाशतिर गर्छु कि के गर्छ समस्या त फेरि सबै लाग्छ है फेरि सेक गरेको छ पानी पर्ने भयो अब एकजनाले उता खुवाउने एकजना यसरी खुवाउने प्रश्न पहिले के खुवाएको त्यो दुईजनाले एकजना त्यसपछि रक्सी खाने तेह्र अरूले काट्दैन केक पहिले अलिअलि काटेर अलिअलि केक चाहिँ खानु आउला नहर आज किनभने सबैको साथी हामी यस्तो छुट्यो भएर दुई हात यसो गरेर यसो गरेर अब यसो कार्यक्रम त यसको त सिद्धियो त अब चाहिँ यो चाहिँ तपाईँहरूले को चाहिँ जोसी अलिअलि सबैले आउनुपर्छ यो खुवाइदिनु सबैले खानुपर्छ काम हुँदैन आज तपाईँले सरलाई त लगाइदिइहाल्नुहुन्छ यो डल्लो के हो यसमा ला हो तल पछि गएछ नि त तल पो गएछ कार्यमा उहाँहरूले हाम्रो बुहारीलाई छोरी चेलीले आउनुभयो त्यसैले उहाँहरूलाई त्यो हामीले सबैको तर्फबाट बेहुलाको घरबाट र अब बेहुलीको पनि घरै हो त्यो घर घरबाट चाहिँ उहाँहरूलाई
सबैको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु सबैले केही चाहन्छ हामी नदिनु सक्दैनौँ नि हौ मागेर भए पनि दिन्छु यो अरूबाट मागेर पनि दिन्छु अब त्यो बेहुला बेहुलीले मात्रै अब यो यो तपाईँहरूले चाहिँ त्यो बेहुला र बेहुलीले चाहिँ त्यो उहाँहरूलाई हात लाग्यो यो के हो भने तपाईँहरूले यसो बाटोमा तपाईँहरू खाएर पानी यसो यो रित हो क्या एउटा बेहुला र बेहुलीले हात लगाइदिनु यो रित चाहिँ आउनु पर्यो थाहा भयो राम्रो यङ जेनेरेसनलाई बिस्तारै राम्रो यो सबैभन्दा ठुलो मान्छे नै के धन्यवाद तपाईँहरू यसरी हामीसँग आइदिनुभयो र तपाईँहरूलाई हामीले यति नै गरेर हामी बिदाई दिँदैछौँ धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरू तर नबिर्सिनुहोस् है हाम्रो गरेरलाई तपाईँहरू अलिक बोल्छ बस्नुहुन्छ अब आउनुहोस् अब म बाहिर निस्किन्छु ल आउनुहोस् सबै बाहिर देखाउनुहोस् त बाटो देखाउनु कहिले दिनुपर्छ बाहिर नानी गुड बोय है के भाइलिन बजाएकोमा आम्मामा कति न कति उसको नानी ए कान्छा ए जेठा कान्छा होइन दुइटै कुन चौथो गरेर थाहा भएन हामीले यसरी स्वाद गऱ्यौँ नि देख्नुभयो नि स्वाद गऱ्यौँ राम्रो बुवाले होइन जाने पनि नजाने पनि दौडा बोल्नु पऱ्यो किनभने ससुर भइयो स्पेसियाली छ कसरी होइन अब यहाँहरूले गर्दाखेरि तपाईँहरूको चाक के होला मुख के होला कति पाउँदा हरि बादल कस्तो ठाउँमा हिँड्नु होला कसरी बोल्नु होला होइन त्यो दुःख कष्ट गरेर चाहिँ आज हाम्रो छोराको लागि बुहारी ल्याइदिनु भयो त्यसको लागि अब हामी तपाईँहरूले के पो गर्नु सक्छौँ त्यस कारणले जे जति हुन्छ कसरी हुन्छ तपाईँले कष्ट गर्नु भए पनि यही बोल्दछ त्यस कारणले जसरी यो बोल्छ त्यसरी नै बोलाउनु अब मलाई अब नबोल्नु भनेको चिजलाई भने फेरि बोल्नै पर्ला यो बच्चाले के भन्छ भने बोल भन्छ हौ किनभने चरा पर फेरि चरा त उड्छ अनि जय चरा भन्नु पर्यो होइन त्यो अलिक मिलेन हौ कलर मिलेन होइन टाउको चारवटा छ त्यो एउटाले के गर्छ अब कस्तो टाउकोमा हाल्नु त्यहाँ अब जस्तो बजाएर उसले गर्दा फुट्छ उसको ल अब दुई चार कुरा त बोल्नै पऱ्यो अब लु अब तपाईँहरूले यत्रो खुसियालीमा अब यो बस्तीमा हामी यसरी खेला भयौँ सबै दुःख गर्नु त्यसमा चाहिँ तपाईँहरूले यसरी हाम्रो दुःख मर्मलाई तपाईँहरूले बुझिदिनु भयो त्यसैले हाम्रो यसरी हिँडाइदिनु भयो त्यसको लागि हामी धेरै धेरै आभारी छौँ र जति पनि अब तपाईँहरूको घरमा छोरी बुहारी अब तपाईँहरूको राम्रो सुख शान्तिको सबै राम्रो होस् चलोस् तपाईँहरू खुसी हुनुहोस् र पिताको चाहिँ पुरा होस् तपाईँले हाँसी खुसी होस् तपाईँहरूको हार्दिक ताकतको नयाँ परिवार हुनु भएको छ थपिनु भएको छ त्यसैले तपाईँहरूलाई हाम्रो तर्फबाट केही नभए तपाईँहरूलाई हार्दिक धन्यवाद मात्रै हामी दिन सक्छौँ र आउँदा दिनहरूमा दुःखमा सुखमा यसरी नै भन्दै यसै दुई शब्द चाहिँ मेरो आजको लागि चाहिँ यसरी तपाईँहरूले हाम्रो सुरु गरिदिनुको लागि हामी चारजनाको तर्फबाट धन्यवाद हामी सुखमा भेट्यौँ है सुखमा नभेट्यौँ
होइन अब यसो सरी अब यसो हेर्दाखेरि म अलिकति ठुलो मान्छे पढेछु अब त्यसमा अब बेहुलाकोबाट अलिकति बुढो सिनियर पनि पढेछु म त्यही भएर यति शब्द भन्नु पर्यो मेबी अब मेरो अब उहाँको जस्तो बोलाइ नहोला तर त्यसमा अलिकति मिलाएर सुनिदिनु होला है र आज सर्वप्रथम चाहिँ अब एकदमै हाम्रो प्रेम भाइ अब बुहारी कविताले अब यो आज शुभ कार्यमा हामीलाई बोलाउनु भयो र अब हामी सबै भेला भयौँ अब यति भएको मान्छे उहाँको कार्यक्रम सफल गर्नुको लागि त्यसको लागि मेरो तर्फबाट एकदमै धेरै धेरै धन्यवाद विशेष गरेर उहाँहरूले बोलाउनु भएको अनि हाम्रो टिम अघि उहाँले भनिहाल्नुभयो अलिकति धेरै नै 100% हामी हुँदैन तर धेरै एटेम गरेर धेरै राम्रो पहिला आफ्नो नाम खोजिन र अनि पास गर्नु त्यो त चस्माको हेर चाहियो अनि हामीले जरुरत छैन के गरे होइन यो त एउटा जोडिदिनु भने प्रिटेन्डले गरिदिनु भएन एउटा यो खास केही पनि छैन कुरा त जाला फेरि जति आयो बोल्नु पर्छ अब अन्तिममा चाहिँ एक दुई कुरा बोल्नै पर्छ अब फेरि पनि तपाईँहरूले यो चिठी खाम या यसरी हात थमाइदिनु भयो यो त अलिक अप्ठ्यारो थियो यसरी गर्नु पनि हामीले भारी हुन्छ बोक्नुलाई अब तपाईँहरूले यो अब यसरी तपाईँहरूले यस्तो खुसीको साथमा तपाईँहरूले यसरी तपाईँहरूको मन पनि यसरी नै सगरमाथा जस्तो सधैँ उच्च समतल र यो जसरी आकाश जस्तो निलो आकाश जस्तो भएर जिन्दगी सधैँ रमाओस् रहिरहोस् तपाईँहरू सबैजनाको लागि हामी अरू त के दिन सक्छौँ त्यति मात्रै आशीर्वाद दिन सक्ने र अब हाम्रो दाजुले पनि भनिहाल्नुभयो सब कुराहरू उहाँले कभर गरिदिनु भएको छ उहाँलाई पनि एकचोटि धन्यवाद दिनु बेला भयो सिनियरको माताहरूले बोल्नु एकचोटि त हामीले खबर दिनु गाली त गर्नै पऱ्यो म खास गरेर आएको बिहा त म निकै पहिले सानोमा गएँ अब उता खाना खाएपछि यस्तो बिराइदिनु लागेको थियो त्यसो हेरिने चाहिँ मोटामोटी हेरिन्छ होइन तर अब धेरै सङ्गीहरूबाट चाहिँ लेसन सिक्यो एकदमै त्यो चाहिँ पक्का ठिक छ त्यो चाहिँ एकदम राम्रो छ होइन अब यस्तो पनि हुन्छ नि त अब अर्कोमा जाँदा त उता जाने यताउति गफ गर्ने यो मात्रै आज त फेरि बाध्यता पनि पर्यो नि त सम्धि भएपछि त बस्नै पर्यो अब A to Z सुन्नै पर्यो हामी पनि त्यहाँ फेटा लगाएपछि त अब उम्किने कुरा आएन र पनि त A to Z भएर पनि हो क्या कतिले गर्छन् तर त्यो हामीले नसुनेर तर उहाँहरूको चाहिँ के थियो भने अलिक मेथोडिकल क्या एकदम बाई मेथोड स्टेप बाई स्टेप हो त्यस्तो हुनुपर्छ क्या खासमा चाहिँ बाइनोसिया र मित सम्मति र खुद्दी होइन त्यो त्यहाँ चाहिँ अरू हाम्रो उहाँहरू आउनु सक्नु के अरे इन्भाइट गर्ने अरू हाम्रो छ त्यतिखेर अब उहाँको स्पेसल चाहिँ पार्टीमै खानुपर्छ है दाइ होइन भनेर ल्याइदिनु भएको छ यता ज्वाइँ साहब फोल्नेलाई एक एक सिधा हो भने पिउनै पर्छ यहाँ त्यत्रो दुःख हामी टाढो मेरो होइन उहाँ त चलाउनु नि त नियम कडा होइन यो म चलाउने हो जुठो चाहिँ म पनि लाउँछु ल अब अब जुठो चाहिँ लाउँछु म अब साली साडु भयो भनेपछि यस्तो राम्रो हुँदो रहेछ कि मलाई त्यत्रो भाग्य मानिनु होइन भाग्य मानिनु मेरो बोतलकै बोतल है छोराको बिहे बाउलेको रक्सीको बोतलको भारी कुन्दाको मन नपर्ने फेरि सगुन
यता ल्याउनु सबैजना चेज गर्नुहोस् है सबैजना यता यता भित्र आउनु सबैजना भित्र आएर सबैले बिक्री गरेर दुवैको तर्फबाट चाहिँ सम्पूर्ण परिवारलाई र इष्टमित्र छरछिमेकीलाई धन्यवाद दिँदै आजको कार्यक्रमदेखि चाहिँ म चाहिँ उहाँहरूलाई सुम्पिँदै आजको जिम्मेवारी चाहिँ सकिएको जानकारी गराउँदै म चाहिँ बिदा लिन्छु। धन्यवाद। गर्छु तिमी भेट्ने बाँची बसे तिमी सँगै मर्छु।